हामी तीन पार्टी छौँ हैन। भरतपुर महानगरपालिका फाउन्डेसन र सप्लायर्स तीनजना यहीँ बसौँ, यहीँ छन् नि त सबैजना यहीँ बसौँ। अनि अब भोलि अख्तियार जानु पर्यो भने म त अनुसन्धान सकेर आएको नि त यो विषयमा हैन। 57 करोड भ्रष्टाचार भनेर एकैजना सम्मानित व्यक्तिले उजुरी हालेकोले मेरो परिवारलाई कुन मानसिक तनाव भोग्नु पर्यो र कुन अवस्थामा हामीलाई पुर्याइयो भन्ने कुरा त मैले अख्तियारमा गएर बयान दिएर त्यसको तामेलीमा हालिसकेपछि त्यो पछाडि राष्ट्रिय सतर्कता केन्द्रले टेक्निकल अडिट गर्दाखेरि त्यहाँ चाहिँ अख्तियारका मान्छे प्राविधिक र सिए पनि बस्दा रहेछन्। उनीहरू यहाँ फिल्डमा आएर हेरेर चेक जाँच एउटै विषयमा 1000 चोटि चेक जाँच भइसकेपछि अब डराउनु पर्ने त केही थिएन होला नि। मानवीय संवेदना पनि हुन्छ होला कति ठाउँमा, विपद हुन्छ होला, अर्को के हुन्छ होला हैन, कुन कन्डिसनमा गरेको निर्णय भन्ने हुन्छ नि त हैन। अनि मैले बसौँ, जेल जानु पर्यो तीनटै पार्टी जाने, सप्लायर्स पनि जान रेडी छन्। म त गइ नै हाल्ने, मलाई त लगिहाल्नु पर्यो हैन, यसरी टुङ्गाउँ भनिरहेको। अब मलाई यहाँ अरू केही छैन। भरतपुरले स्वामित्व लिइसकेपछि मलाई चाहिँ त्यो फरफराको जिम्मा महानगरले पालिकाले लियो भन्दा त उहाँहरूलाई 5 महिनामा पैसा दिए पनि 6 महिनामा दिए पनि दिँदै नदिए पनि 18 करोडमा 12 करोडमा मिलाए पनि त भयो नि त हैन। म त उम्के नि त। यता पार्टी मुद्दा पनि फिर्ता नगर्ने मलाई नै चेप्ने, यहाँबाट अब छुटकारै नमिल्ने भयो क्या। तल सामान छ त्यो बेच्छु नि भन्दाखेरि त्यो बेच्ने सामान पनि तल छैन, त्यति पनि थाहा छ मलाई। त्यो त सार्वजनिक सम्पत्ति होला, हिजो बानरले लिएको त्यो सम्पत्ति त सबै मबाट लिएको चिजको त म मजदुरको पैसा त तिर्दै नि त हैन। 2 जना मजदुर मरिरहेको छ यहाँ नाइके उनीहरूको। अनि 5 वर्ष पछाडि आएर चाहिँ अझै पनि सोलुसन छैन के। आज चाहिँ बजाइमा के भयो त? मैले 3टा कुरा गरेँ। पहिलो त बोर्डबाटै टुङ्गाउँ हैन, त्यतिबाटै गरिदिनु। मेरो स्वास्थ्य अवस्था र मेरो बच्चाको उपचारतिर म लाग्छु भने मेरो छोरीको कन्डिसन जे हो देखिरहनु भएको छ।